आज हामीले कति हजारको सपिङ गरे त। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु अनदर मिनी ब्लग। आज हामी जाँदैछु कोल्फी बजार। हाई गर्ने बहानाले मैले मेरो आइफोन देखाएको चाहिँ नभन्नु होला, देखाएको भए देखाएको हो गाइज। मसँग मेरो दिदी एन्ड बुहारी नानी हुनुहुन्छ। मेरो लागि होइन, म चाहिँ यिनीहरूको लागि बजार आएको हो। खासै बजार त्यस्तो लागेको थिएन, सुरुमा खाली खाली थियो, के किनौँ भइरहेको थियो। अलि उता पुगेपछि दिदीले कबाट हेर्नुभयो, किनेर पकौडा खान लागे। दुईजनाले चेस गरेर खानुभयो। म भिडियो बनाउनतिर ध्यान भयो एन्ड मैले नि आफूलाई देखाएर खाएँ। मलाई मिठो लागेन, किनकि आलुभन्दा बढी पिठो नै धेरै थियो। एकछिनपछि लास्ट तिर्खा लागेर मैले एक्सट्रिम खाइदियो। एक्लै पसलमा गएर एन्ड एक बोतल पानी बोकेर पसलतिर गए। कोल्फी बजारको गोलुजीको पसलबाट कुर्ताहरू धेरै लगेको। गोलुजीले एकदमै रिजनेबल प्राइसमा दिनुभयो। त्यसपछि हामी साना साना सामान किन्न लागे। म स्कुटरनिर एक्लै बसिरहेको थियो, दिदीले समोसा लिएर आउनु भयो अनि हामी रोडमै बसेर दिदीभाइले खायो। फेरि बुहारी नानी र दिदी तरकारी किनेर लिएर आउनु भयो अनि मैले चाहिँ अहिलेसम्म यत्रो काँक्रो देखेको छैन, त्यसैले अचम्म परेर हरकत देखाइरहेको छु। ओल्डको ठुलो काँक्रो जस्तो लाग्यो मलाई। त्यसपछि लागे घरतिर। धेरै ढिलो भइसकेको थियो, रात नि पर्न लागेको थियो। फेरि जङ्गलमा हात्ती आउला भन्ने डरले हामी केही नसोची 120 को स्पिडमा गए। बाटो एकदमै राम्रो थियो भने अफरोड धेरै रहेछ। हजुरहरूले देख्न सक्नुहुन्छ कि सन कति नजिकै छ, त्यसैले तराई क्षेत्रमा धेरै गर्मी हुनेको कारण यो रहेछ। आँखाले क्याप्चर गर्न सक्ने सबै भनौँला नि। यताको खेतीबाली पनि एकदमै राम्रो थियो। हेर्दा नि डाँडा काँडा नदेख्ने, निकै रमाइलो लाग्यो। आजकल यतातिर धान मकैको सिजन भएकोले काम पनि धेरै छ। यताको किसानीहरूलाई हामी रमाइलो गर्दै छिटो घर पुगे। सामान निकालेर बसिरहेको थियो, काँक्रो देखे, बहिनीलाई नुन र खुर्सानी मागेर च्वाप्प खाए। रात नि परिसकेको थियो। मासु आधा केजी लगेर घरतर्फ पुगियो। घर पुग्न पाएको छैन, भान्जी खुसी भएर दौडेर पो आउँछ एन्ड कालीलाई नि बाई गर्न लाए एन्ड मैले नि बाई गरेँ।